नमस्कार मेरो दर्शकबिन खबर जे गर्दा जे जग्गा होइन सबैलाई यही भन्न चाहन्छु कि आज अलिकति लामो भिडियो हुन्छ होला अलिकति हेरिदिनुहोस् है होइन। मेरो घरमा चाहिँ ग्यास आएको छ, नाममा ग्यास आएको छ होइन। उसले ग्यास भर्दा चाहिँ एकाउन्टमा पस्छ हाम्रो एकाउन्टमा होइन। अहिले उसले भर्दैन, तर यो नीति खोजी सबैजनाले भएर खोज्नुपर्छ है। 2007मा त मलाई पार्टीमा जोइन गर्नु दिएन, उमेर सानो छ भने। अब म अनलाइनमा आएर अनलाइनबाट गर्छु सबैलाई, ठिक छ होइन। यति नै हो। अब पार्टी पोलिटिक्समा छुइनँ होइन, केही छैन, पावर नसोच्नु। म अनलाइनमा अब अनलाइनबाट गर्छु, किनकि 2007मा त मलाई दिएन, उमेर सानो छ भने हो। अहिले 2026 लाग्नु आँट्यो। अब चाहिँ पाउँछु होला म पार्टीतिर पनि। अरू के भन्नु, यही त खोजी नीति गर्नुको लागि मात्रै म पार्टीमा आएको है। घरमा भरेको ग्यास, अरूको नाममा भरेको ग्यास खाइदिइहाल्छ अरूले हो। अरे खाऊ न तिमीहरू, खाऊ, नखाऊ होइन, खाऊ। रोड कन्ट्याक्ट, रोडको आउँछ, रोडको काममा पैसा खाऊ। पुलको आउँछ, पुलमा खाऊ, कलपट आउँछ, कलपटमा खाऊ। कमिटी होल आउँछ, कमिटी होलमा खाऊ। तर घर आएको र ग्यास आएको त नखाऊ न। त्यति साह्रो के लास्टमा चाहिँ कफनमा त गोजी छैन त, कफनमा गोजी छैन। ज्यादा त्यही हो, नाम कमाएर जानुपर्छ मान्छे भएपछि। त्यसरी अरूको नाममा आएको ग्यास अरूलाई दिएर ब्ल्याकमा बेचेर है मान्छेले धेरै बोल्दैन। जसको बोल्ने छैन त्यसले त अब त्यसको त अब पाइताला मुनि हो नि। त्यो जो बोल्दैन त्यो त पाइताला मुनि, जो बोल्छ त्यो कन्नामा राख्छ उनीहरूलाई। त्यसले पार्टी पोलिटिक्सले त यस्तो गर्छ। तर यो चाहिँ गर्नु हुँदैन कि सबैलाई, सबै जनता नै हो, सबै आफन्त नै हो, डुवर्स तराई हामी सबै एउटै नै होइन। अब यति नै भन्छु कि अब खानेकुराहरू रोडको कामबाट कन्ट्र्याक्टरले किन लिन्छ कन्ट्र्याक्ट? अब कन्ट्र्याक्टले पनि त थोरै बहुत राखेर रोड बनाउँछ होइन। तर यो ग्यास भनेको त सेन्ट्रल गभर्मेन्टले स्टेटलाई दिन्छ, स्टेटले डिस्ट्रिक्टलाई दिन्छ, डिस्ट्रिक्टले गाउँ शाखालाई दिन्छ। शाखाले त के गोजीमा हाल्नु? शाखाले गोजीमा हाल्नु भएन नि त। शाखाले गोजीमा हाल्नु भएन। जसले आधार कार्ड, प्लेन कार्ड, भोटर कार्ड दिएर पुगी नपुगे कसैकोमा हुन्छ हुँदैन जारेक्स गर्ने पैसा उनीहरूले धरि भरेको हुन्छ। ए सरकारपट्टिबाट आएको चिजलाई हामी पनि पाउँछौँ भनेर उनीहरू पनि एउटा आशमा हुन्छ के। त्यो आश आएको चिजलाई तपाईँहरूले खाइदियो भने त कहाँ हुन्छ त? अन्त खाएर त हुँदैन नि त हौ। ग्यास खाएर, अरूको घर खाएर, खाऊ न तिमीहरू, खाऊ, नखाऊ होइन, खाऊ। ठुल्ठुलो पुल आएको त्यसमा उयो गर, ठुल्ठुलो रोड आएकोमा त्यसमा घोप्ला गर कि के गर्छ गर। तर अरूको ग्यास, अरूको घर आएकोमा त तिमीहरूले त अन्त खाएरै ठुलो मान्छे भएकोलाई लास्टमा मर्ने बेलामा कात्रोमा गोजी छैन नि। फेरि कात्रोमा गोजी छैन। यो मेरो सर्टमा जस्तो छ नि, सर्टमा गोजी हुन्छ, कात्रोमा हुँदैन। नाम कमाएर जाऊ, नाम कमाएर के को ग्यास, अरूको ग्यास, अरूको घर खाएर बोल्नु सक्दैन भनेर के खुट्टा मुनि राख्ने हो? खुट्टा मुनि राख्ने हो? सेन्ट्रल गभर्मेन्टले त दिइरहेको छ स्टेटलाई, स्टेटले पनि दिइरहेको छ डिस्ट्रिक्टलाई, डिस्ट्रिक्टले पनि दिइरहेको छ शाखालाई। तर शाखाले त किन गोजीमा हालेको? देऊ न, पाउने चिजहरू देऊ, जनतालाई देऊ। तब पो जनता तिमीमाथि इम्प्रुभ भएर तिम्रो पछि लाग्छ त। जनतै छैन। टेन्ट्रिस सरकारले अहिलेसम्म खोइ के गर्यो? हामी चाहिँ सरकार बदलिनुपर्छ। दार्जिलिङको जति पनि जनता छ, जति पनि डुवर्समा छ, तराईमा छ होइन, डुवर्स तराई दार्जिलिङ, हामी एकता भएर यो सब नीति खोजी गर्नुपर्छ कि हाम्रो पाउने अधिकार सबैले पाउनुपर्छ। र यो भिडियोलाई भएसक्दो सेयर गरिदिनुहोस्, नभए लाइक गरिदिनुहोस्, कमेन्ट हानिदिनुहोस्।
सबै नेताहरू त गोजीमै मात्रै आउनु खोज्छ। नेताहरूले बात मात्रै ठुल्ठुलो गरेर हुँदैन नि हौ। आम्मामा बात त अब ठुल्ठुलो गरेर हुँदैन, काम ठुलो गरेर देखाउनु पर्छ, तब त्यसलाई मानिन्छ नेता, त्यसलाई मानिन्छ। म दिलबाट स्यालुट हान्छु क्या। तर सबै झोला छापाले त गोजीमै मात्रै हाल्छ, गोजीमै मात्रै हाल्छ भाइ। अरे भाइ पाउने अधिकार देऊ, पाउने अधिकार। जसले आफ्नो भइ नभई जारस गरेर भरेको फर्मको ग्यास आएको हुन्छ, घर आएको हुन्छ, जे पनि आएको हुन्छ सेन्ट्रल गभर्मेन्टबाट पर हेडलाई, त्यो त देऊ न। तिमीहरू घोप्ला गर, रोडमा घोप्ला गर, पुलमा घोप्ला गर, तिमीहरू स्कुलमा के आउँछ, स्कुलको नानीहरूलाई एजुकेसन राम्रो देऊ। एजुकेसन राम्रो खाइदिएको छ, ग्यास सबै थोकमा खाएको। तर यो होइन कि सरकारले जनतालाई हेर्नुपर्छ है, तब मात्रै जागा, जनता जागा, तब मात्रै हुन्छ है कुछ दार्जिलिङ तराई डुवर्सलाई। 2026 नै हो बचाउन सक्ने दिनहरू। म यही नै भन्छु कि कुन पार्टीबाट को छ होइन, अरू त यति नै भन्न सक्छु। यो पालिको भोट चाहिँ अब सोचेर बुझेर कुन चाहिँ फुल्छ फुल, कुन चाहिँ फुल्छ फुल त्यो हेर्नुपर्छ। अरू त त्यही हो नि, फुल्ने फुल हेर्नुपर्छ, फुल्ने फुल, तब मात्रै हाम्रो दार्जिलिङ डुवर्स तराई मात्रै अगाडि बढ्छ। तराई डुवर्स र दार्जिलिङ होइन, यस क्षेत्रमा जति पनि जनता छ नि सबै पाइतला मुनि छ। यो पाइतला मुनि कन्दामा बस्नु न, कन्दामा नेता कोही होइन, हामीले बनाएको नेता हो। त्यसलाई सिएम को हो? सिएम हामीले बनाएको सिएम हो। त्यो सिएम को हो? सिएम हामीले बनाएको सिएम हो। जनताले चाह्यो भने बदलिन्छ सिएम, जनताले चाहेन भने बदलिँदैन सिएम कहिले। र यति नै हो होइन, अलिकति रिस उठ्छ क्या मलाई पनि। पाउने चिजहरू नपाएर चाहिँ मलाई पनि दुःख लाग्छ। र मात्रै आएको अनलाइनमा हुन त 2007मै मैले जब गोजोमा निक्लेको थियो त्यतिखेर नै मैले जाँदाखेरि, पार्टीतिर जाँदाखेरि, भाइ तँ अलिक सानो छस्, नआइज मिटिङतिर नबस, तेरो उमेर पुगेको छैन भने ठिकै हो। अब त अनलाइनमा देखाउँछु क्या तपाईँहरूलाई, म अनलाइनमा देखाउँछु के गर्नुपर्छ होइन, कस्तो गर्नुपर्छ अनलाइनमा गर्नुपर्छ। अब भयो बुढे जनताहरूले त भयो, बुढे नेताहरूले त भयो, खानु मात्रै खाएर त त्यो भुँडी निक्लेको है, खाएर चाहिँ त्यो भुँडी निक्लेको। काम गर्ने नेताले चाहिँ त्यसको भुँडी निक्लेको हुँदैन नि। फेरि खाएर घिचेर चाहिँ भुँडी निक्लेको भन्छ क्या जनताको खाएर त भुँडी निक्लेको। लास्टमा त्यसले केही गर्न सक्दैन, कात्रोमा लिएर जानु सक्दैन, गोजी छैन, सर्टमा गोजी छ, सर्टमा गोजी छ। ल नेक्स्ट भेटौँ भिडियोमा, अझै बनाउँछु यस्तो भिडियोहरू तपाईँको अगाडि आउँदैछु। मेरो नाम सुरज हो। जय गोर्खा, जय जवाहर, लभ यू गाइस।